यो जीवनमा हामी धेरै कुरा बोकेर हिँड्छौँ, केही सम्झनाहरू, केही अनुभवहरू र केही यस्ता विचारहरू जसले हामीलाई अघि बढ्नै दिँदैनन्। बासी विचार, बासी कर्मको स्मरण र बासी खाना यी तीनै कुरा हाम्रो जीवनका लागि हानिकारक हुन्छन्। बासी विचार त्यो हो जसले न आफूलाई फाइदा पुर्याउँछ न अरूलाई, तर हामी त्यसैमा अल्झिरहन्छौँ। यस्तो विचारलाई समातेर बस्नु भनेको आफ्नै प्रगतिको बाटो बन्द गर्नु हो। त्यसैले यस्ता विचारहरूलाई समयमै त्याग्नुपर्छ। बासी कर्मको स्मरणले पनि हामीलाई केवल पीडा दिन्छ। बितिसकेको कुरा सम्झेर बस्दा न त त्यो बदलिन्छ न शान्ति मिल्छ। त्यसैले अनुभवबाट पाठ सिकौँ तर त्यसलाई मनमा बोकेर नहिँडौँ। जसरी बासी खाना शरीरका लागि हानिकारक हुन्छ, त्यस्तै बासी सोच र सम्झनाहरू मनका लागि विष बन्दछन्। यदि लिनै परेमा केवल पाठ लिनुहोस्, बाँकी सबै छोडिदिनुहोस्, किनभने यी बासी कुराहरूले हाम्रो वर्तमानलाई धमिलो बनाउँछ। त्यसैले नयाँ सोच अपनाऊँ, सकारात्मक ऊर्जा ल्याऊँ र जीवनलाई उज्जवल बनाऊँ, किनकि परिवर्तन त्यहीँबाट सुरु हुन्छ जहाँ हामी पुरानोलाई छोडेर नयाँलाई स्वीकार गर्न तयार हुन्छौँ। जय सं